there are strong zonal wind maxima, jets भन्छ यस्तोलाई jet हैन jets भन्छ jet course near 30 degree north just east of Asia and North American continents and north of Arabian Peninsula हैन slightly north of Arabian Peninsula. Distinct minima occur in the Eastern Pacific and Eastern Atlantic. यहाँनिर minima भयो हैन यहाँ wind speed एकदमै कम छ अपर लेभलमा कहिले तर जहिले पनि हुन्छ हुँदैन यो त अब तिम्रो 1958 देखि 1997 को एभरेज भयो अब सिंगल इयरमा हेर्यो भने अथवा सिंगल डे मा हेर्यो भने यो ठाउँमा पनि जेट स्ट्रिम हुन सक्छ जेट कोर हुन सक्छ किनभने यो यसरी मुभ गरेर हुन्छ हैन तर इन एन एभरेज हामीले त इन एन एभरेज को हेरिरा छौं हैन कस्तो हुन्छ त त्यहाँको हामीले नेपालको कल्चर कस्तो हुन्छ त इन एन एभरेज भने जस्तै हैन यो एक्स्ट्रा ट्रपिक्स मा कस्तो चाहिँ हुन्छ त विन्ड र टेम्परेचर भने हेर्दाखेरि यस्तो देखियो हैन अनि अर्को मिनिमा विन्ड स्पिड एकदम कम हुने ठाउँ यो पनि हैन र अर्को चाहिँ अब स्लाइटली अलि फरक त छ यहाँ भन्दा बढी नै छ तर अर्को मिनिमा यहाँनिर synoptic scale disturbances tend to develop preferably in the regions of maximum time mean zonal wind associated with the Western Pacific, Western Atlantic jets and to propagate downstream along the storm track and approximately follows the jet axis. Generally, यो चाहिँ mean भयो हैन generally चाहिँ storm कहाँ डेभलप हुन्छ त डिस्टर्बेन्सेसहरु हामी वेदर डिस्टर्बेन्सेसहरु भन्छ त्यो चाहिँ जहिले पनि यो जेटको इन्ट्रान्स रिजनमा हैन यसरी जेट आउँछ भने जेटको इन्ट्रान्स जेट छिर्ने जोन यहाँनिर फर्म हुन्छ अनि यो जेट एक्सिसलाई फलो गर्दै प्रोपोगेट भएर चाइनाबाट अमेरिकासम्म जान्छ हैन त्यस्तै गरिकन अमेरिकामा फर्म भएको चाहिँ एटलान्टिकलाई क्रस गरेर युरोपमा पनि इफेक्ट गर्छ त्यसले अनि त्यस्तै गरिकन मेडिटेरेनियनमा फर्म हैन डिस्टर्बेन्सेस यहाँ जेट इन्ट्रान्समा डिस्टर्बेन्सेसहरु सुरु हुन्छ अनि त्यहाँबाट मेडिटेरेनियनबाट फलो भएर नेपालमा पनि आउँछ हामीले वेस्टर्न पश्चिमी वायुको उच्च चापीय पश्चिमी वायुको कारणले नेपालमा विन्टरमा पानी पर्यो भनेर भनिरा हुन्छ नि हैन यो हो यहाँ डिस्टर्बेन्स सुरु भएर यसरी प्रोपोगेट गर्छ हैन र यो चाहिँ चाइनासम्म पनि जान्छ यो चाहिँ टिबेट क्रस गरेर चाइनामा पनि जान्छ है अब इन एन एभरेजमा हामीले मीन फ्लोहरु पढ्यौं अब चाहिँ ब्यारोक्लिनिक इन्स्टेबिलिटी र एक्स्ट्रा ट्रपिकल स्टर्म्सको चाहिँ इन जनरल कस्तो हुन्छ त क्लाइमेटोलोजी अथवा नर्मलमा कस्तो हुन्छ भनेर भन्नु भने ब्यारोक्लिनिक इन्स्टेबिलिटी भनेको चाहिँ कस्तो हो त भन्दाखेरि जुन स्ट्रङ टेम्परेचर ग्रेडियन्ट एटमोस्फियरमा हरिजोन्टल टेम्परेचर ग्रेडियन्ट हुन्छ त्यहाँ चाहिँ त्यो एकदम स्ट्रङ टेम्परेचर ग्रेडियन्ट भयो भने जुन इन्स्टेबिलिटी फर्म हुन्छ एटमोस्फियरमा हैन अस्थिरता ल्याउँछ त्यसलाई चाहिँ ब्यारोक्लिनिक इन्स्टेबिलिटी भन्छ र त्यसले नै इन्ड्युस गर्छ एक्स्ट्रा ट्रपिकल स्टर्म्सलाई हैन अब स्ट्रङ टेम्परेचर भएर कसरी अस्थिरता आउँछ त भनेर भन्दाखेरि अब हामीले ह्युमन नेचरसँग यसलाई कम्पेयर गर्ने हो भने तिम्रो एकदम फरक विचारधाराको मान्छे चाहिँ 10 जना मान्छे छ 10 जनाकै फरक छ भने त्यहाँ त कुनै पनि एकदम सिस्टमेटिक डिसिजनै हुन्छ 10 वटा धारणा आउँछ त्यहाँ त एकदम अस्थिर है उले भनेको पनि मिल्दैन उले भनेको मिल्दैन त्यहाँ कुनै प्याटर्नै आउँदैन हैन सो अस्थिर भइराख्छ हैन हो त्यस्तै गरिकन पनि एकदम स्ट्रङ टेम्परेचर ग्रेडियन्ट हुँदाखेरि यस्तो स्ट्रङ त्यो टेम्परेचर भ्यारी गर्छ अनि त्यसले चाहिँ जुन हाइड्रोस्ट्याटिक र जियोस्ट्रोफिक ब्यालेन्स हामीले जुन भनेको थियौ त्यसलाई ब्रेक गर्न खोज्छ हैन सो दैट इज इन्स्टेबिलिटी जुन टेम्परेचर एनर्जी चाहिँ ब्यालेन्स हुँदैन हैन र ह्याभ्स एन्ड ह्याभ नट्स एकदम धनी समाजमा पनि एकदम धनी र एकदम गरिब को त्यो ग्याप बढी भयो भने हैन त्यो ग्रेडियन्ट धेरै भयो भने पनि अस्थिरता आउँछ नि हैन पोलिटिकल रिभोल्युसनहरु भइरहन्छ सामाजिक के भन्छ त्यसलाई अब के सामाजिक के भन्छ दंगाहरु हुन्छ हैन हो त्यस्तै गरिकन त्यो एनर्जीलाई ब्यालेन्स गर्न खोज्छ के मनीलाई ब्यालेन्स गर्न खोजे जस्तै एकदमै स्ट्रङ टेम्परेचर ग्रेडियन्ट हुनु भनेको जुन ग्राभिटीसँग चाहिँ जुन डेन्सिटीको हैन ब्यालेन्स हुनुपर्ने हो त्यो नभएपछि अनि त्यहाँ चाहिँ इन्स्टेबिलिटी आउँछ हैन त्यो चाहिँ ब्यालेन्स गर्न हरिजोन्टली चाहिँ टेम्परेचर ब्यालेन्स गर्छ है भनेर एटमोस्फियरले गर्न खोज्छ के त्यो एनर्जी ट्रान्सफर गर्न खोज्छ ट्रपिक्सबाट वार्म ठाउँबाट कोल्ड ठाउँमा हैन सो त्यो चाहिँ कसरी गर्छ त भने त्यो इन्स्टेबिलिटीले चाहिँ सर्कुलेसन्सहरु फर्म हुन्छ अनि चाहिँ एनर्जी ट्रान्सफर पोलवार्ड हुन्छ अथवा जहाँ चाहिँ कम एनर्जी हुन्छ त्यहाँ चाहिँ ट्रान्सफर गर्छ सो अल दिस इन्स्टेबिलिटी इज ट्राइङ टु रिड्युस द ग्याप अर रिड्युस द ग्रेडियन्ट है
It is common observation in fluid dynamics that jet भनेको jet stream and high wind speed is in which strong velocity shear occur हैन जहाँ चाहिँ vertical र horizontal पनि wind shears हरु हुन्छ त्यहाँ चाहिँ unstable हुन्छ हैन जहाँ चाहिँ एकदम strong gradient हुन्छ एकदम strong departure हुन्छ त्यहाँ चाहिँ unstable हुन्छ with respect to small सानो एउटा मात्र केही छिल्को भइदियो भने हैन केही कुनै चाहिदैन के दंगा हुनलाई हैन सानो एउटा इस्युले पनि ठुलो ठुलो दंगाहरु भइदिने जस्तै सानो एउटा अनस्टेबल एटमोस्फियरमा सानो एउटा केही डिस्टर्बेन्सेस भयो भने हैन वेभ फर्म हुने अथवा चाहिँ कुनै हिटिङ सिस्टम हुने हैन त्यसले चाहिँ स्मल पर्टुर्बेसनले पनि फर्म हुन्छ by this is meant that any small disturbances introduced in the jet हैन जेटमा चाहिँ के डिस्टर्बेन्स भयो भने it tend to amplify it grow गर्छ के त्यो and drawing energy from the jet ko energy लिएर त्यो grow गर्छ हैन so you can compare this with the social unrest political unrest मा पनि compare गर्न सक्छौ के यो weather system and बुझ्न सक्दिन हैन drawing the energy from the jet and it grows jet को जुन kinetic energy छ त्यसलाई चाहिँ हैन त्यसले draw गरेर उले चाहिँ त्यो disturbance जुन form हुन्छ त्यसले चाहिँ energy capture गर्छ most synoptic scale systems in mid latitude appear to develop as the result of the instability of the jet stream flow. This instability is called baroclinic instability. Jet stream form हुने नै strong temperature gradient ले गर्दा jet stream form हुने भयो हैन त्यस्तो jet stream मा चाहिँ जुन सिस्टम्सहरु जुन instability हुन्छ त्यसलाई baroclinic instability भन्छ and depends on meridional temperature gradient हैन अनि त्यहाँबाट नै extratropical storms grow हुन्छ Hence, through the thermal wind relationship, baroclinic instability depends on vertical shear and tends to occur in the region of polar frontal zone. In polar frontal zone or even extratropical frontal zones, जहाँ चाहिँ high temperature gradient हुन्छ, strong vertical wind shear हुन्छ, त्यहाँ चाहिँ baroclinic instability हुन्छ. Baroclinic instability is not identical to frontal instability, हैन? Frontal instability भन्दा फरक छ baroclinic instability मा हैन frontal instability चाहिँ it is simply the temperature gradient को कारणले गर्दाखेरि हुने चीज भयो हैन यो चाहिँ frontal instability चाहिँ तिम्रो gravitational overturning circulation हुन्छ हैन तर baroclinic instability चाहिँ फरक हुन्छ यो चाहिँ geostrophically scale large scale motions मा हुन्छ frontal instability चाहिँ frontal zones मा मात्रै हुन्छ हैन it's limited to frontal zones whereas disturbances in the vicinity of strong frontal zones may be highly ageostrophic हैन frontal instability मा चाहिँ एकदम ageostrophic हुन्छ geostrophic लागु हुँदैन तर baroclinic instability मा चाहिँ geostrophic नियमहरु चाहिँ लागु हुन्छ भन्नको थियो baroclinic disturbances may themselves act to intensify pre-existing temperature gradients and hence generate the frontal zones हैन baroclinic disturbances हरुले चाहिँ कहिलेकाहीँ चाहिँ के गर्छ त भन्दाखेरि यसले चाहिँ जुन प्री एक्जिस्टिङ टेम्परेचर ग्रेडियन्टलाई इन्टेन्सिफाई पनि गर्छ र अनि फ्रन्टल जोन्सहरु त्यसले क्रिएट पनि गर्न सक्छ है अब इभोल्युसन अफ baroclinic वेव्स है कसरी चाहिँ इभल्भ हुन्छ भनेर यो चाहिँ 5 किलोमिटर है 500 हेक्टोपास्कल अराउन्ड 5 किलोमिटरै हुन्छ यो प्लस माइनस 10 to 50 मिली हेक्टोपास्कल हुन्छ हैन कन्ट्रोल्स हेभी लाइन्स हैन यो भनेको जो पोटेन्शियल हाइट हैन यो भने मतलब के त भन्दा यो ठाउँमा 500 हेक्टोपास्कल कहाँ छ यो ठाउँमा कहाँ छ यो अलिकति हैन भन्न खोजे यो लाइन्सले है अनि 1000 हेक्टोपास्कल काउन्टर्स चाहिँ थिन लाइन्स यो चाहिँ 1000 सरफेसमा यो चाहिँ सरफेसको हो सरफेसमा चाहिँ हेक्टो जो पोटेन्शियल हाइट कहाँ छ भन्ने भयो हैन अनि अफ अ डेभलपिङ baroclinic wave को डेभलपिङ स्टेजमा A भयो हैन म्याच्योर स्टेज B भयो अनि डिसिपेटिङ स्टेज C भयो हैन एट 3 स्टेजेस अफ डेभलपमेन्ट है अनि यो ड्याश लाइन चाहिँ टेम्परेचर भयो सरी ड्याश चाहिँ थिकनेस भनेको टेम्परेचर भयो सरी थिकनेस लाइन चाहिँ टेम्परेचर हैन जहाँ कम थिकनेस हुन्छ त्यहाँ कोल्ड भयो हैन यहाँ कम थिकनेस भयो नर्थ तिर त्यो चाहिँ
हाइट सानो हुने भयो के टेम्परेचर थोरै हुने भयो र यहाँ एज यु मुभ साउथवर्ड हैन यो चाहिँ हाइट थिकनेस लाइन चाहिँ बढी हुन्छ त्यो चाहिँ वार्म भयो हैन तीनटा चीज छ यहाँ in the stage of rapid development there is a cooperative interaction between upper level and surface flows जहिले पनि डेभलपिङ स्टेजमा र्यापिड डेभलपमेन्ट स्टेजमा चाहिँ यो सर्फेसमा जुन 1000 हेक्टोपास्कल भन्ने सर्फेस र अप्पर लेभलको चाहिँ जुन सिस्टम्सहरु छ त्यो चाहिँ एक अर्कालाई कोअपरेट गरिरहेको हुन्छ इन्टेन्सिफाई गर्नलाई हैन सपोर्टिभ हुन्छ अप्पर लेभल र सर्फेस फ्लोज Strong coal advection is seen to occur west of the trough of the surface. हैन यो सर्फेसमा फर्स्टमा हैन यसरी छ सर्फेसको फ्लो हैन यो एरो देखाइरहेछ नि नर्थबाट साउथतिर गइरहेछ त्यो भने मतलब यो लो प्रेसर सिस्टम यहाँनिर छ सर्कुलर सेन्टर यहाँनिर छ हैन अनि यो ड्याश लाइनले फ्रन्ट बताउँछ यो छ नि तीन कुना भएको एकदम बाक्लो हो यो तीन कुना भएकोले चाहिँ कोल फ्रन्ट यो सर्कल सेमी सर्कल जस्तो भएको चाहिँ हैन यसरी थिक लाइनमा सेमी सर्कल भएको चाहिँ वार्म फ्रन्ट यो यहाँ बीचमा चाहिँ लो प्रेसर हैन जहाँ यो वार्म फ्रन्ट र कोल फ्रन्ट छुट्टिन्छ सर्कुलर मोसनमा यहाँ जहाँनिर सर्कुलेसन भएको छ हैन एन्टी क्लकवाइज डाइरेक्सनमा यो चाहिँ लो प्रेसर सिस्टम अब लो प्रेसरको वेस्टतिर चाहिँ नर्थबाट साउथतिर हावा आइराछ त्यो भने मतलब कोल्ड एडभेक्सन चिसो हावा यतातिर आइराछ हैन साउथतिर त्यसले चाहिँ के गर्छ त भन्दाखेरि यो जुन थिकनेस लाइनलाई झन् नजिक ल्याइदिन्छ हैन वार्म कोल्ड एयर नजिक आएपछि त्यो टेम्परेचर ग्रेडियन्टलाई स्ट्रङ बनाइदिन्छ यो फ्रन्टलाई स्ट्रङ बनाइदिन्छ है the west at the surface and weaker warm air advection to the east हैन warm air advection east तिर चाहिँ के हुन्छ लो प्रेसर सिस्टमको east तिर चाहिँ हैन यसरी साउथबाट नर्थतिर गइरहेछ हावा हैन यसरी यहाँबाट यसरी हैन साउथबाट नर्थतिर हैन भन्छ वार्म एयरलाई नर्थतिर लगिरहेछ सो दैट इज हाउ इट विल चेन्ज द टेम्परेचर र एनर्जी ट्रान्सफर यसरी भइरहेछ हैन अनि यहाँ चाहिँ वार्म एयर कोलतिर जाने भनेको फर्मेसन अफ वार्म फ्रन्ट कोल्ड एयर वार्मतिर आउने भनेको चाहिँ फर्मेसन अफ कोल्ड एयर हैन फ्रन्टोजेनेसिस So this surface pattern of thermal advection is direct consequence of the fact that the trough at the trough भनेको low pressure system है trough at 500 hectopascal lacks or lies west of the surface trough. Surface मा low pressure system यहाँनिर छ हैन यो circular motion मा तर अप्पर लेभलमा चाहिँ लो प्रेसर सिस्टम ठ्याक्कै वेस्टमा के 500 हेक्टोपास्कलमा यो लो पोइन्ट लोएस्ट पोइन्ट यो लोएस्ट पोइन्ट यो लोएस्ट पोइन्ट यो लोएस्ट पोइन्ट यो लोएस्ट पोइन्ट हैन यो लोएस्ट पोइन्ट हैन यो स्पेशली सबभन्दा लो 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 प्रेसर लो भएको अथवा हाइट लो भएको हैन सो यतातिर हाइट ठुलो हुन्छ यतातिर चाहिँ यहाँ लो हुन्छ फेरि यतातिर हाइट बढी हुन्छ हैन यो ट्रफको सो ट्रफ चाहिँ जहिले पनि सर्फेस लो भन्दा वेस्टतिर हुन्छ हैन यो हुनुको कारण चाहिँ so that the mean geostrophic wind in 1000 to 500 hectopascal layer is directly across 1000 to 500 thickness line अनि यसले चाहिँ के गर्छ एकदमै स्ट्रङ विन्ड चाहिँ यतातिर आइदिन्छ हैन यो 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 किसिमको सेटअपले अनि त्यसले चाहिँ के गर्छ टुवर्ड द स्मलर थिकनेस ईस्ट अफ द सर्फेस ट्रफ हैन अनि ईस्ट अफ द सर्फेस ट्रफमा चाहिँ लो के भन्छ हाई प्रेसरको चाहिँ टिल्टेड इस्टवर्ड हुन्छ है सो यस भर्टिकली हेर्दाखेरि यस्तो देखिने भयो सर्फेसमा हैन ट्रफ यहाँनिर छ भने अप्पर लेभलमा वेस्टतिर हुने भयो हैन सर्फेसमा रिज यहाँतिर छ भने वेस्टतिर चाहिँ त्यसको रिज हुने रिज भनेको हाई प्रेसर सिस्टमको एरिया हैन रिजको चाहिँ यसरी जाने भयो एक्सिस भर्टिकली ट्रफको चाहिँ यसरी जाने भयो हैन अनि टेम्परेचरको प्रोफाइल भर्टिकली हेर्ने हो भने सर्फेसमा यहाँनिर कोल छ भने अप्पर लेभलमा इस्टतिर हुने हो हैन
ट्रफ सर्फेसमा चाहिँ यहाँनिर हाइएस्ट टेम्परेचर छ भने हैन एज यु गो अप यो चाहिँ इस्टतिर जाने हो हैन यो चाहिँ ट्रोपोपज सो प्रेसरको सिस्टम चाहिँ वेस्टवार्ड टिल्ट हुन्छ टेम्परेचरको सिस्टम चाहिँ ईस्टवार्ड टिल्ट इन द भर्टिकल and this dependence of the phase of disturbance on height is better in the figure there, which shows that schematic downstream west to east cross section through the idealized developing baryoclinic system developing and throughout the troposphere the trough and ridge tilt westward and upstream त्यो भने मतलब wind जहाँबाट आएको छ त्यतातिर tilt भए हुन्छ with height whereas temperature को चाहिँ eastward opposite the westward tilt your importance high the westward tilt of the trough and ridge is necessary in order that the mean flow transfers potential energy to the developing wave यो westward tilt भएन भने चाहिँ हैन तिम्रो जुन north south temperature gradient ले गर्दाखेरि जुन potential energy gain गरेको छ हैन atmosphere mean atmosphere मा त्यसलाई चाहिँ ट्रान्सफर गर्न सकिदैन काइनेटिक एनर्जीमा अथवा नर्थवर्ड सो एनर्जीलाई त्यो पोटेन्शियल एनर्जीलाई ड्र गरेर टेम्परेचर ग्रेडियन्टलाई घटाउनको लागि नै वेस्टवार्ड टिल्टको आवश्यकता हुन्छ यो किन भनेर भन्दा फिजिकली हेर्दाखेरि मैच्योर स्टेजमा आउँदाखेरि हैन मैच्योर स्टेजमा यहाँ हेर्यो भने के हुन्छ यहाँसम्म चाहिँ वेस्टवार्ड टिल्ट भयो हैन अनि यहाँनिर आइसकेपछि अलमोस्ट एकै अझ पनि वेस्टमै छ हैन यहाँसम्म अप्पर लेभलमा यहाँनिर यो चाहिँ म्याक्सिमम एकदम इन्टेन्सिफाइड भयो हैन अनि जब यो चाहिँ अलमोस्ट यहाँसम्म डेभलपिङ छ हैन मैच्योर स्टेजमा आउँदाखेरि चाहिँ यो अप्पर लेभल र लोअर लेभल आइदर स्ट्याग्नेन्टै हुन्छ एकै ठाउँमा बस्छ क्या यही ठाउँमा हैन यहाँ सीमा भएन हैन अथवा चाहिँ एक्लुडेड हुन्छ अनि त्यसपछि त्यहाँ भर्टिकल मोसन हुँदैन अनि स्ट्रम डाई आउट हुन्छ So in a mature stage, trough at 500 or 1000 hectopascal low pressure system in phase vertically. As a consequence, the thermal advection and energy conversion are quite weak. Weak the storm so मैले सुरुमा पनि भनेको थिएँ इन एटमोस्फियरमा जति पनि वेदर डिस्टर्बेन्सेसहरु देख्छ त्यो चाहिँ बिकज अफ द north south either because of the north south temperature gradient हैन जब चाहिँ त्यहाँ disparity हुन्छ temperature gradient मा radiation gradient हुन्छ त्यसपछि disturbances सुरु हुन्छ अथवा चाहिँ surface मा एकदम high energy भयो माथि चाहिँ धेरै चिसो भयो हैन एनर्जी भएन भने पनि हाम्रो convection को थ्रुबाट अथवा tropical cyclone है त्यस्तोबाट चाहिँ disturbances फर्म हुने कारण थन्डरस्टर्म फर्म हुने पनि किनभने सर्फेस एकदम स्ट्रङ तातो भइदिन्छ अप्पर लेभल चिसो हुन्छ अनि त्यहाँ स्ट्रङ कन्वेक्सन हुन्छ हैन सो अल दिस डिस्टर्बेन्सेस फर्म बिकज अफ द स्ट्रङ टेम्परेचर ग्रेडियन्ट आइदर इन नर्थ साउथ अर भर्टिकल हैन सो वन्स 500 लेभल एक्स्ट्रा ट्रपिक्समा चाहिँ 500 हेक्टोपास्कलको लो प्रेसर सिस्टम र सर्फेस को लो प्रेसर सिस्टम एकै ठाउँमा इन फेज भइदियो भर्टिकली भने चाहिँ त्यहाँ टेम्परेचर एडभेक्सन पनि हुँदैन अनि सिस्टम डाई आउट हुन्छ कति बज्यो 9 भयो यो हामीले गरिसक्यौं हैन अब हामीले भर्टिकल क्वाड्रिजियोस्ट्रोपिक इक्वेजन्सहरु अघि हामीले सेट अफ इक्वेजन्स भन्यौं हैन त्यस इक्वेजन्सहरु डिराइभ गर्नको लागि चाहिँ हामीले हरिजोन्टल मोमेन्टम इक्वेजन लिन्छौं है हाइड्रोस्ट्याटिक इक्वेजन लिन्छौं कन्टिन्युटी इक्वेजन लिन्छौं र थर्मोडायनामिक एनर्जी लिन्छौं कोअर्डिनेट आइसोब्यारिक कोअर्डिनेट सिस्टममा हैन फर्स्ट इक्वेजन भनेको 6.1 भनेको चाहिँ मोमेन्टम इक्वेजन हरिजोन्टल मात्र है यो भर्टिकल यहाँ छैन सो इट्स 2D h यहाँ राखिन्छ सेकेन्ड भनेको चाहिँ हाइड्रोस्ट्याटिक हैन प्रेसर भर्टिकल र त्यसको चाहिँ प्रेसर को ब्यालेन्स बाइ डेन्सिटी हैन यो भनेको डेन्सिटी अनि थर्ड मा भनेको चाहिँ कन्टिन्युटी इक्वेजनले चाहिँ मास चाहिँ कन्जर्भ हुन्छ भन्ने कुरा सिकाउँछ हैन डाइभर्जेन्स अफ velocity
चाहिँ vertical motion है अनि त्यसपछि यो फाइनली चाहिँ thermodynamic energy equation हैन temperature change kinetic energy vertical omega भनेको vertical motion in pressure system र diabatic heating radiation को कारणले गर्दा heating so यसलाई कसरी डिराइभ गर्ने त भन्दाखेरि फर्स्टमा यो पार्शियल बाइ पार्शियल टी भनेको आइसोब्यारिक सिस्टम है हैन ओमेगा भनेको चाहिँ W भनेको dz by dt ओमेगा भनेको dp how pressure changes with time dp by dt is a pressure change following the motion अनि sp भनेको चाहिँ के हो त भने भन्दाखेरि इन इक्वेसन 6.4 यो इक्वेसनमा sp भनेको स्टैटिक स्टेबिलिटी हो यो हैन यसलाई चाहिँ टेम्परेचर multiply by logarithmic change of potential temperature with height with pressure is a static stability parameter mid troposphere ma chai यसको भ्यालु यति हुन्छ this equation and these equations although simplified by the use of hydrostatic approximation and by neglecting some small terms that appear complex in spherical coordinate form still contain several derivatives that are secondary significance for mid latitude systems हैन यो जुन चारवटा इक्वेशन्सहरु यहाँ छ हैन यो इक्वेशन्समा हाइड्रोस्ट्याटिक हामीले ब्यालेन्स को कुरा गरेका छौं हैन जियोस्ट्रोफिक ब्यालेन्स को कुरा गरेका छौं बट स्टिल यसले चाहिँ के कन्टेन गर्छ त भने भन्दाखेरि स्मल स्केल मोशन्सहरु हुन्छ जुन चाहिँ हामीले इग्नोर गर्न सकिन्छ अथवा लेस प्रायोरिटीमा पर्छ हैन दे क्यान बी सिम्प्लिफाइड फर्दर बाइ रिकलिङ दैट horizontal flow is nearly geostrophic and the magnitude of the ratio of vertical velocity to the horizontal velocity is order of 10 to the power minus 3 हुन्छ हैन so first separate the horizontal velocity into geostrophic and ageostrophic part है हामीले यो कुरा गरेका थियौं अस्ति ageostrophic wind गर्दा कि total wind भनेको geostrophic wind र ageostrophic wind को सम हो भन्यो हैन अब geostrophic wind भनेको Coriolis parameter k cross geopotential हैन and the ageostrophic wind भनेको चाहिँ is just the difference between total wind मा geostrophic wind घटाइदियो भने यो हामीले गरिसकेका छौं है so thus the यो चाहिँ के हुन्छ त भन्दाखेरि Thus, in equation 6.5, V can be replaced by Vz, and the vertical advection, which arises only from the ageostrophic flow, can be neglected. Ageostrophic flow बाट हुने vertical motion लाई चाहिँ हामीले neglect गर्न सक्छौं. The rate of change of momentum following the motion, हैन, is simply dz dvz by dt. है geostrophic wind ले नै के मोमेन्टम इक्वेसन फलो गर्ने भयो टीजी लाई कसरी डिफाइन गर्छ लोकल रेट अफ चेन्ज अफ एनी फिल्ड भेरिएबल प्लस जियोस्ट्रोफिक विन्डले ल्याउने एडभेक्सन टर्म हैन यो भनेको पार्शियल बाइ पार्शियल टी प्लस युजी हैन जोनल जियोस्ट्रोफिक विन्ड अनि त्यसपछि एडभेक्सन बाइ मेरिडियनल जियोस्ट्रोफिक विन्ड हामीले एक्चुअल विन्डको कुरा गरेका छैन हामीले यहाँ है although a constant f0 भनेको Coriolis parameter है can be used in defining vz it is still necessary to retain the dynamical effect of variation of Coriolis parameter with latitude and generally हामीले चाहिँ Coriolis parameter चाहिँ constant भनेर अज्युम गर्छौं तर ल्याटिट्युडनल फ्लोमा चाहिँ त्यो चेन्ज हुने भएको भएर ल्याटिट्युडले कसरी त्यो भ्यारी गर्छ भनेर चाहिँ हामीले डिफाइन गर्नुपर्ने हुन्छ यसको लागि चाहिँ हामी टेलर सिरिज युज गर्छौं है f phi नट एउटा ल्याटिट्युडमा छ त्यहाँबाट नर्थ तिर गयो भने हामीले Coriolis प्यारामिटरलाई फर्स्ट ल्याटिट्युडमा f नट छ भने सेकेन्ड ल्याटिट्युडमा f कसरी चाहिँ y सँग चेन्ज हुन्छ बेटा प्लस y बेटा भनेको चाहिँ df by dy हैन Coriolis प्यारामिटरमा
So this is equals to cos phi naught by a, radius of Earth, and y equals to 0 at phi naught. This approximation is referred to as mid latitude beta plane. Beta यो approximation जुन गरे हुन्छ हैन, f equals to f naught plus beta y भनेर गरे हुन्छ, त्यसलाई चाहिँ mid latitude beta plane approximation भन्छ for synoptic scale motions. The ratio of first two terms in expansion of f has an order of magnitude, 10 to the power minus 3. So beta L y भनेको beta L भयो हैन, यो दुईटाको रेशियो गर्यो भने almost 1 हुन्छ हैन, त्यो चाहिँ Rossby नम्बर 1 भनेको चाहिँ Rossby, यसलाई Rossby नम्बर भन्छ, इक्वल टु मिड ल्याटिट्युड 1 चाहिँ मिड ल्याटिट्युडमा हुन्छ सेम हैन, यसको इफेक्ट र यसको इफेक्ट सिमिलर हुन्छ. This justifies letting Coriolis parameter have a constant value of f naught in a geostrophic approximation and approximating its variation in Coriolis force in term 6.9. So you बाटो चाहिँ 6.1 momentum equation हैन, त्यहाँबाट चाहिँ acceleration following the motion is equal to the difference between Coriolis force and pressure gradient force. This difference depends on departure of the actual wind from the geostrophic wind. Thus, it is not permissible to simply replace the horizontal velocity by the geostrophic value in the Coriolis term. Rather, the equation 6.6, 6.7, and 6.9 have to be like this. Geostrophic wind, total wind ma चाहिँ geostrophic wind राख्नु पर्यो र geostrophic wind is related to Coriolis geopotential height. And f को ठाउँमा f naught plus beta y राख्नु पर्यो, wind लाई चाहिँ geostrophic wind र geostrophic wind राख्नु पर्यो, and this is equivalent to k cross geostrophic wind plus beta y k cross what geostrophic wind, where we use the geostrophic relationship to eliminate the pressure gradient force and neglect the geostrophic wind compared to the geostrophic wind in the term proportional to beta y. And the approximate horizontal momentum equation thus has the form. So the 6.11 ले के देखाउँछ त भन्दाखेरि quasi geostrophic momentum equation चाहिँ हैन, geostrophic wind को acceleration, geostrophic wind को के भन्छ Coriolis parameter because of the geostrophic wind, अनि beta effect र Coriolis parameter because of the rotation because of the wind, geostrophic wind. अब यो चाहिँ स्केल एनालाइसिस मात्र गर्न खोजेको यसमा हैन, यो चाहिँ यो सबै दुईटै विन्ड चाहिँ के भन्छ यो जियोस्ट्रोफिक एक्सेलरेसन, जियोस्ट्रोफिक विन्डबाट हुने एक्सेलरेसनसँग कम्पेयर गर्दाखेरि एक्सेलरेसन र यो चाहिँ अर्डर सेम अर्डर हुन्छ भने यो फर्स्ट टर्म जुन चाहिँ सेकेन्ड अर्डर हुन्छ त्यो चाहिँ त्यसलाई चाहिँ नेग्लेक्ट गर्न सकिन्छ. सो हैन, यो टर्मलाई चाहिँ नेग्लेक्ट गर्न सकिन्छ जुन चाहिँ सानो हुन्छ हैन. अब मोमेन्टम इक्वेसन के हुन्छ त, त्यही भएर डायनामिकल इक्वेसन्स क्वाजी जियोस्ट्रोफिक यो चाहिँ डायनामिकल इक्वेसन्स भयो. यो सबैलाई चाहिँ हामीले फेरि एकचोटि जाउँ है, रिपिट भयो अलिकति. अघिकै भयो थर्मोडायनामिक एनर्जी इक्वेसन, अनि त्यसपछि आइडियल ग्यास ल र यो डेरिभेसन मटेरियल डेरिभेटिभलाई डिफाइन गरेर रिलेटिभ भर्टिसिटी भनेको यो भयो हैन, हामीले यो भर्टिसिटीमा पढिसकेका छौँ. अनि रस्बी नम्बर भनेको, रस्बी नम्बरलाई चाहिँ भेरियस वेजमा डिफाइन गरे हुन्छ हैन. मिड ल्याटिट्युडमा जुन जुन फोर्सहरू चाहिँ ब्यालेन्स हुन्छ हैन अथवा 1 मा आउँछ त्यसलाई चाहिँ जेनरली रस्बी नम्बर भनेर डिफाइन गरिन्छ. कहिले एक्सेलरेसनसँग पनि गरिन्छ, कहिले चाहिँ भर्टिसिटीको हैन रिलेटिभ भर्टिसिटी र प्लानेटरी भर्टिसिटी चाहिँ जब अलमोस्ट सेम हुन्छ हैन.
त्यसलाई पनि रस्पी नम्बर भनेर भन्छ हैन यो एक्सेलरेसन भयो यहाँ फेरि हैन सो भेरियस युज गरेको देखिन्छ है यो चाहिँ कन्फ्युज नहुनु यसमा चाहिँ 10 to the power -1 भन्दा सानो भयो यो मिड ल्याटिट्युड अब क्वाजी जियोस्ट्रोफिक थ्योरीमा फर्स्ट एप्रोक्सिमेसन हामीले अघि भने जस्तै विनलाई दुई टुक्रामा बान्यो हैन जियोस्ट्रोफिक र एजियोस्ट्रोफिक त्यसपछि जियोस्ट्रोफिक विनको डेफिनेसन युज गर्यो अनि त्यसपछि मटेरियलिस्टिक डेरिभेसनमा हामीले जियोस्ट्रोफिक विनको बाटो हुने हैन एडभेक्सन टर्ममा जियोस्ट्रोफिक विनको कुरा लियौं हैन सेकेन्डमा के गर्यो त मिड ल्याटिट्युडमा बेटा प्लेनलाई गर्यो हैन समराइज गर्नु पर्दाखेरि एफ चाहिँ भ्यारी लाइक बेटा प्लेन टेलर सिरिज युज गरेर हैन अनि त्यसपछि the second term in the beta plane your second term the second term approximation is approximately an order of the magnitude smaller than the first term यो भन्दा चाहिँ एक अर्डर सानो हुन्छ यो है भन्न खोजेको छ यसमा अनि अर्को एप्रोक्सिमेसन चाहिँ के हो त भने भन्दाखेरि temperature in terms of expand the temperature in terms of the background temperature and perturbation temperature यसलाई पनि यो एफ लाई टेलर सिरिज युज गरे जस्तै हैन ब्याकग्राउन्ड टेम्परेचर र पर्टुर्बेसन टेम्परेचरमा लग्छौं यो हैन सो मीन टेम्परेचर चाहिँ चेन्ज विथ हाइट अथवा विथ प्रेसर चाहिँ एकदमै लार्ज हुन्छ कम्पेयर टु पर्टुर्बेसन टेम्परेचर चेन्ज यति एप्रोक्सिमेसन गरे हुन्छ अनि फर्स्टमा के गर्ने भयो त भन्दा हरिजोन्टल मोसनमा जियोस्ट्रोफिक विनको राखिदियो हो जियोस्ट्रोफिक र एजियोस्ट्रोफिक विन राखिदियो अनि त्यसपछि बेटा प्लेन युज गर्यो हैन बेटा प्लेन युज गर्यो त्यसलाई एक्सप्यान्ड गर्यो भने यो फर्ममा एजियोस्ट्रोफिक र जियोस्ट्रोफिकको फर्ममा आउने भयो त्यसलाई एक्सप्यान्ड र क्यान्सल गर्यो भने मोमेन्टम इज इक्वल्स टु एजियोस्ट्रोफिक विन कोरियोलिस प्यारामिटर ड्यू टु एजियोस्ट्रोफिक विन कोरियोलिस प्यारामिटर ड्यू टु दि बेटा र जियोस्ट्रोफिक विन अनि त्यसपछि चेन्ज इन बेटा विथ एजियोस्ट्रोफिक विन हुने भयो हैन अनि यसको स्केल 10 to the power -4 यसको स्केल 10 to the power -4 यसको स्केल 10 to the power -5 सो यसलाई चाहिँ हामीले इग्नोर गर्छौं सो dh एक्सेलरेसन इज इक्वल्स टु एजियोस्ट्रोफिक विन र बेटा इफेक्ट जियोस्ट्रोफिक विन सो यसबाट के आउँछ त भने भन्दाखेरि हामीले du by dt लाई dgu by dt मा कन्भर्ट गर्यो भने हैन dg dug by dt इक्वल्स टु माइनस f0 k क्रस ua माइनस बेटा y k क्रस ug हुने भयो हैन सिम्पली यो यहाँबाट यहाँ आउँदाखेरि एडभेक्सन टर्म चाहिँ जियोस्ट्रोफिक विनको मात्र युज गरेको छ सो यसलाई चाहिँ के भन्छ त अब क्वाजी जियोस्ट्रोफिक मोमेन्टम इक्वेसन भनेर भन्छ है फर्स्ट क्वाजी जियोस्ट्रोफिक मोमेन्टम इक्वेसन हैन अब यो इक्वेसनले के भन्छ त भन्दाखेरि दिस इक्वेसन स्टेट्स दैट द टाइम रेट अफ चेन्ज अफ जियोस्ट्रोफिक विन the time rate of change of geostrophic wind is related to the Coriolis force due to the agiostrophic wind and the variation of Coriolis force with latitude multiplied by the geostrophic wind. Both of these terms are smaller than the geostrophic wind itself. Right? जबकि यो दुईटै टर्म चाहिँ geostrophic wind itself भन्दा चाहिँ सानो हुन्छ भन्न खोजेको। अब यो अहिले गर्ने कि नगर्ने मलाई ढिलो हुन्छ अब हैन हामी क्युजी थर्मोडायनामिक एनर्जी इक्वेसन चाहिँ र अनि त्यसपछि भर्टिसिटी इक्वेसन चाहिँ आज आफ्टरनुनमा गर्छौं होला लार्ज वेभ र स्मल वेभ्स यो धेरै लामो छैन यो भन्दा पहिला चाहिँ म थर्मोडायनामिक एनर्जी इक्वेसनको बारेमा पनि अलिकति तिमीलाई बुझाउन छुटेछ हामी छिटो मुभ हुन खोज्दाखेरि हैन यो कसरी डिराइभ गर्ने भन्ने कुरा यो सानो इन्ट्रोडक्सन गरे थर्मोडायनामिक एनर्जी इक्वेसनमा जान्छ कन्टिन्युटी इक्वेसन भनेको कसलाई थाहा छ
एकचोटि यसो कुरा गरौँ न यहाँ कन्टिन्यू इक्वेसन भनेको थाहा छ जल्दी के भन्छ बिएससी मा पढ्या उसलाई त थाहा होला